ल आशिषले चाहिँ आज यहाँ ट्रायल पास गर्न लान है, ट्रायल चेक गर्न लान। ल यो चाहिँ 8 हो है। ल स्कुटीबाट ल यो पछि चाहिँ हाम्रो युग भएको पालो छ बाइकमा। बाइक त पल्टाउँछ भाइ। ल ल हेरौँ है कतिको पास गर्छ बाबुले। लभली पास। ल पास भयो त। ल पास। ल युगको पालो। तिमीले कटाउँछन् क्या नि। ओए आशिष तिमीले त नगर हो, तिमीले पल्टाउँछौ। ए पोजिसनमा लगेर कहाँ सिधै ल्यायो भाइले, लेन मिचेर भन्छु। केही गाह्रो हुन्न। ल यहाँ चाहिँ युग भाइ हुन् है, युग भाइको। ल हेरौँ। फेल 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 फेल। स्टार्ट बन्द भयो। आठमा एउटा खुट्टा टेक्नीसम्म ठिक थियो, स्टार्ट अफ भइगयो। बाइकको लाइसेन्स छ क्या उसँग, स्टार्ट अफ गरिदिया होइन। त्यो बाइक उभा के त्यो पानी पसेर क्लचको मुनि के भयो हो। यो भाइले पैसा दिएर निकाल्यो, म थाहा पाएँ कि बाइक पल्टाउँछ क्या भाइले अहिले। ओए भाइ कति पैसा तिर्याउ मा नठकेर भन, कति पैसा तिर्याउ नठकेर भन। ल धर त म चेक गर्छु एकचोटि। ल जस ल त नल है, बन्द नगरे। ल है हाम्रो युग भाइ फेल भएन, लाइसेन्स चाहिँ छ अरे। जोतवाला लाइसेन्स छ अरे निसँग। ल है पानी खाऊ। बक्सी देखेर कस्तो लागिरहेको छ? डिसएपोइन्टेड। किन यस्तो किन? यहाँ सिधाबाट लगाएँ होइन। यो पनि फेल भइगयो नि भाइ, किन भन? हेलमेट लगाएन नि। फेल भइस् त। हेलमेट लगाएनस्, स्ट्याप लगाएनस्। सुरुमा हेलमेटको स्ट्याप लाग्दैन, त्यही भएर फाल्दै थियो। अहिले पनि फालिस् भाइ त। फर्स्टको यसको एक्सपिरियन्स है। अर्को के गरेर फालिन्छ नि फिता नलगाएर फाल्ने पहिला। यहाँ बनाइरहेछ नि, कसले बनायो नि राम्रो नि हो नि, होइन कि यहाँ हेलिकप्टर ल्यान्डिङ तर यो कस्तो यार, यो बनाउने बेला यहाँनिर अलि ऊ छ के, यहाँ अलि सानो छ के हो, मिला छैन नि। तर यो 8 ख्याल गरे हो कि नहीं, यतातिर अलि सानो सानो जस्तो, यहाँ अलि ठुलो खै के नि। त्यही त एउटा यहाँ रिजोर्ट बनाउने, यहाँ हेलिप्याड गराउने। के अनि को आउँछ यहाँ, बालेन कि केपी रिजोर्ट रे। यो हग्गा भुल के जाने बाटोमा रिजोर्ट। ल है त